हो त्यतापट्टि चाहिँ त्यस्तो छ टाढो गाडीहरू कम्पनीबाट छुट्टी भएर आउँदैछन् सरर कम्पनीबाट काम गरेर फर्केको गाडीहरू हुने सबै आज शनिबार ओभर टाइम थियो अरू कम्पनीमा हाम्रो चाहिँ छैन म चाहिँ तरकारी लिन आएको झोला ल्याउनु झोला माटो रहेछ अनि टक्क तरकारी लिएर अब रुमतिर जाने बेलामा यसो फोटोसिटो खिच्दिउँ न भनेर नि घाम त्यहाँ छ अब यसरी हिउँले सरर यसरी यता नि सबै हिउँ छ यतापट्टि चाहिँ यतापट्टि अर्को डाँडो छ यो उतापट्टि डाँडा जाने छेउमा देखिन्छ हिउँ यसरी नै अनि यस्तो छ उता छ हिउँ देख्न सकिन्छ यति हो